हेलो अनि के छौ दाजुभाइ दिदीबहिनीहरू। आज पनि म फेरि नयाँ भिडियो लिएर आउँदैछु है। सबजनालाई नमस्ते मेरो तर्फबाट। फेरि आज म कहाँ छु भन्दाखेरि गाउँतिर चिसो हावापानी खाँदै म सहरतिर झर्दैछु है। टक्क म चाहिँ हिजो गाउँमा आएको थिएँ अनि आज म टक्क साँझतिर झर्दैछु पत्थरकोटतिर। अनि अब आज पत्थरकोट गएर बस्छु, भोलितिर चाहिँ म बुटुलतिर जानुपर्ने हुन्छ ए। मेरो गाउँ घर जाने यो बाटो, माथितिर जाने यो बाटो गाउँतिर प्रतिसाल दुईटा। वहाँ पारि चाहिँ मेरो घर है, वहाँ पारि चाहिँ हो होइन। टक्क लाएर घर अब पत्थरकोटतिर गएर बसिन्छ आज ए। डेन्जर पानी होला जस्तो भइरहेछ है, हावा लाग्यो यस्तो। अरे यो फेरि आज चाहिँ लास्ट हावा लाएर है, केही पनि राम्रोसँग अब भिडियो गर्नु मिल्दैन होला है। यो अब यस्तो रुख पनि यस्तो डेन्जर हल्लाइदिइरहेछ हाम्रो गाउँ। अब गाउँ छोडेर लाग्यो अब जङ्गलतिर, टक्क अब जङ्गलै जङ्गल देउराली हुन्छ चाहिँ देउराली। बोका सोका पाठा साटा कुखुरा सुखुरा कुरा गर्छन्। अब एक्लै सर यात्रा गरिन्छ हिँड्दै। अब कहाँसम्मको भन्दा पत्थरकोट कविराजपुरसम्मको केटाहरू बढी कोही कता गइसक्यो है। अब म चाहिँ यहाँ एक्लै छु, आधा केटाहरू बुटोल छन्, एउटा दुईवटा पत्थरकोट छ, कता छ गाउँमा भनेपछि यहाँ गाउँ आएको है। एउटा छैन मान्छे गाउँमा, साथीहरू पनि। अनि लास्ट बस्ने जाउ लाग्यो अनि हिँड्ने फेरि घर आएको, घरदेखि बाहिर निस्किन्न भनेर बसेको थिएँ। अनि साथीहरू पनि कोही नै आज यसो खोलातिर जानु पर्यो भनेको पौडी खेल्न। आज फेरि लास्ट पानी पर्नु लागेर एकछिन पानी पऱ्यो सानो सानो, फेरि अहिले हावाहुरी ला पानी चाहिँ त्यो सानो पऱ्यो अनि छोड्यो। अहिले चाहिँ हावा लास्ट डेन्जर लागिरहेको छ ए। अब चाहिँ यहाँ आइपुगिसक्यो है, आइपुगिसक्यो। एउटा चाहिँ लाएर निद्रा नि लाग्छ। साँझको भिडियो, काम साम त कतै पनि छैन ए। बरपिपल, ओ माई गड, बरपिपल त हराम ढलाइ देखाएको हौ। बरपिपलको बार त बरपिपल सिधा बार चाहिँ यस्तो डेन्जर ढलिरहेछ। पिपल चाहिँ यस्तो डेन्जर छ, बर चाहिँ ढलिरहेछ। पिपलको त बुटेमा फुड्यो है, आराम ठुलो भइरहेछ। त्यो पुरै बाँस छ। सो केही छैन है। अब गाउँतिर आइयो त्यो हिँड्छ, आज फर्किसकेँ। सो घुम्दै हिँडिरहेको। भिडियो हिजो बनाउँछु भनिरहेको थिएँ, अनि भिडियो बनाउन पाएन हिजो। र आज यसो बनाइदिउँ न त के छ र, गाउँदेखि झरेको भनेर बनाइदिएको। सबजनाले हेरिदिनु है भन्न चाहन्छु। हेरिदिनु, हेर्ने जतिले चाहिँ सब्सक्राइब गरिदिनु, नहेर्ने जतिले पनि सब्सक्राइब देखेपछि गरिदिनु। देखेर पनि भेटेर पनि भिडियो नहेर यस्तो नगरिदिनु। के भन्न चाहन्छु भन्दाखेरि हाम्रो चाहिँ एउटा पोल वहाँ छ है, हाम्रो चाहिँ यहाँ पोल खाली पोल छ। तार फेरि यताबाट गएको छ, यस्तो डेन्जर छ नि। तार एकतिरबाट, बिजुली एकतिरबाट, अनि पोल एकतिर छ। पोल त पुरै डेन्जर ढल्किरहेछ कि सब ढल्न लाग्छ। गाउँतिरको यस्तै पानी आउँछ, सब पानी आउँछ, सब ढल्न खोज्छ, नुक्छ है। जङ्गलमा नि कोही
छैन त हो बाटोमा पनि पुरा खाली 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 है हिँड्दिनन् कि हो खाली बाटो त के हो र यस्तो अचम्मको एउटा दुइटा त मान्छे हिँड्नु पर्ने हो कोही पनि देखिन्न त्यो खाली यता हेरे पनि छैन यता हेरे पनि छैन हैन एक्लै पर्यो के अन्त है जिन्दगीमा एक्लै जन्मेको एक्लै नआउनु पर्छ एक्लै नै बाटोमा जिन्दगी गोरेटो भन्छ नि म एक्लै नै हिँड्ने सर जिन्दगी गोरेटो के भन्ने अब आफ्नो कामले हिँडिरहेको आफ्नो कामले हिँडेपछि आफै एक्लै हिँड्नुपर्ने रहेछ साथीहरू पनि थिए कति तर लास्टमा भइदियो रहेछ एक्लै सब साथीहरू पनि आफ्नो ठाउँतिर जान्छ कोही कता आफू त अब गाउँदेखि सहर सहरदेखि गाउँ हल्लिँदै हिँड्दै गरेछ टक्क मस्त बसिरहेको छ है योभन्दा अरू केही छैन क्या विकल्प त्यो झोला बोकेर भिडियो गरेर त लास्ट गाह्रो हुँदो रहेछ त हात पाटिँदो रहेछ है सो होइन अब चाहिँ म ठ्याक्क अब आधा बाटोमा आइसक्यो है मेरो गाउँदेखि आउँदाखेरि बिचमा जङ्गल अनि फेरि आयो थोरै अघि आएपछि फेरि एउटा टक्क गाउँ छ है गाउँ चाहिँ यहाँ छ माथि पनि छ बिचको गाउँ यो गाउँदेखि छिरेर टक्क अब यो गाउँ पनि भ्याइयो भने फेरि एउटा जङ्गल आउँछ त्यही लाएर जङ्गल आउँछ जङ्गल आएपछि भ्याइएपछि बल्ल चाहिँ म टक्क फेरि एउटा गाउँमा आउँछ एउटा गाउँपछि आएपछि टक्क अनि मेरो घर आउँछ अब गाउँदेखि झरेको है गाउँमा बस्न सक्दैन तर तल घर त्यति पर्दैन यस्तो छ ठाउँ चाहिँ है त्यहाँ वहाँ घर छ माथि घर छ मोबाइलले त्यहाँ देखिन सक्छ यहाँ पारि चाहिँ चुप्प घर छ पहिला चाहिँ मान्छे बस्दैन यहाँ एग्रिकल्चर राम्रो हुन्छ तर चाहिँ सबजना छोडेर गइसक्यो यहाँ लगभग धेरै जस्तो छैन कताकति त्यो पनि भए पनि खेती गर्दैन पुरै जङ्गल छ क्या जङ्गलले ढाकिसक्यो पहिला त राम्रो थियो अहिले चाहिँ खेती गर्न छोडिसकेपछि सब हराइसक्यो अब होइन पुरै जङ्गलले ढाक्यो हाम्रो गाउँको सामुदायिक भन्छ कि के को मुढा भन्छ फेरि त्यो छ त हालत हेर नि जङ्गल यहाँ जङ्गल लिएर बोकायो अनि यहाँ फाल्यो यता पनि यस्तो फाल्यो अहिलेसम्म लगेको छैन पुरै छ बाटोमा त्यो त्यही हो अब चाहिँ म बिचको गाउँमा आइसकेँ बिचको गाउँदेखि नि अब आधा घन्टा जति हिँड्नुपर्छ यहाँदेखि आधा घन्टा जति हिँडिसकेपछि ठक्क म आफ्नो वासस्थानमा आइपुग्छु है होइन यहाँ चाहिँ यस्तो छ मकै पनि ठुल्ठुला भइसकेको छ हाम्रो भन्दा नि ठुलो भइसकेको छ हाम्रो यो जत्रो त छैन अलिक सानो छन् अब यिनीहरू त अलिक दिनमा खाने भइहाल्छ ठुला घर पनि आइपुगिसक्यो अब सर हिँडेर टक्क हिजो त आउँदा गाडीमा आएको आज चाहिँ गाडी आएन पानी पर्न लाग्यो तर पानी परेन त्यो जिप पनि आएन सबजना चाहिँ बाजे डोको लिएर कहाँ ध्यान भयो पत्रकोटतिर हिँडेको कहाँ ध्यान भयो ए सुनसान रातमा त्यो मेरो हातमा जता कतै मकै काम ठुल्ठुलो भइरहेको छ होइन मलाई हेरौँ होइन
यस्तो डेन्जर छ नि त बाटो फेरि टक्क बाटो अनुसारको चप्पल लाछ हिँडेछ बाटोमा त्यो कपडा पनि हराम फरो भयो ठुलो बाटोको हालत नि यस्तो छ खाल्टाखुल्टी ठुलो सुलो फेरि बिचमा पक्की छ डेन्जर छ नि त हाम्रो गाउँको बाटो पनि धुलो यस्तो धुलो छ के गरिसक्ने होला है धुलोलाई भने जस्तो धुलो खाँदै जाने तल एउटा खोला टक्क खोला पुगेपछि सब साफ गर्नुपर्छ यो खोला भनेर होइन फेरि तल ठुलो खोलामा हाम्रो ठाउँमा पनि विकास त भएको हो नि होइन तर विकास पनि डेन्जर तरिकाले भइसक्यो फेरि अब है यत्नै पछाडि यस्तो पक्की लगाएको है यहाँ चाहिँ यस्तो छ पानी आएर खानेपानीको पाइप फुटेर यस्तो छ यस्तो छ त्यहाँ पारि पक्की छ अब यस्तोमा यति अप्ठ्यारो छ होइन म चाहिँ अब मेरो गाउँदेखि माथि मेरो घरदेखि पत्रेकोट घरदेखि माथि आइपुगिसकेको छु यो चाहिँ जङ्गलमा टिकरी भन्ने ठाउँमा अब ठ्याक्क म यहाँ अहिले यस्तो देखाइदियो बाटो अब एकैछिनमा चाहिँ म आराम बाल बाटो देखाइदिन्छु आरामै छ राम्रो छ घरमा पुग्न लागेको छु अब एउटा गाउँ छ गाउँ काटेपछि खोला आउँछ खोला काटेपछि ट्याक्क आउँछ अब आउँछ र डह्रो हिँड्ने अब रात पर्न पनि थालिसक्यो यस्तो किरा करा है साँझ कराउने किरा सर्र कराइरहेको छ भने थियो नि होइन गाउँ विकसित भएको छ भनेर यस्तो छ हालत अब म भनेपछि आयो एकतिर गएर हराइ यहाँ मान्छे गाउँमा के भयो कस्तो थाहा छैन त्यो डेन्जर भएछ नि त हौ हाम्रो गाउँमा पनि है हक्क लाएर बक्की बनेर तर यति डेन्जर ओह्रालो छ म्याक ओह्रालो हेर्नु यस्तो डेन्जर छ है यो पनि अब गाडी साडी भएको भए त म टक्क गाडीमा हिँड्थेँ है अब गाडी साडी छैन हिँड्नु परिरहेको छ दुई पाङ्ग्रेले त्यहाँदेखि कपडा खुट्टा यति फोहोर भएछ नि माटोले ठुलो यस्तोमा हिँड्दा त सफा हुन्छ नि त होइन अनि त्यो धुलो सुलोमा हिँड्नु पऱ्यो भने चाहिँ लास्ट फोहोर हुन्छ खुट्टा यहाँ त यति हरिक पक्कीमा त हुन्छ मजै आउँछ तर अब गाउँ पनि छोडिदियो अब कति महिना लाग्यो फेरि हिँड्ने अब सर्र लाएर गाउँमा बस्नु मन पनि लाग्दैन होइन कोही पनि छैन गाउँमा एउटा दुइटा साथीहरू त बसिन्थ्यो होला गाउँमा एउटा दुइटा साथी पनि छैन एक्लै हिँडेर आएको छु जाँदा दाइसँग गएको आउँदा चाहिँ अब एक्लै दाइ चाहिँ बसेछ ए आइपुगिसक्यो तलको चाहिँ खोला है यहाँ अगाडि एउटा पसल छ माथि पारी बाटो छ डेन्जर अब चाहिँ पारीको चाहिँ म हामीले ठुलो पुल बनाएको चाहिँ म देखाइदिन्छु वहाँ भलिबल खेल्ने ठाउँ भलिबल खेल्ने केटाहरू दुइटा मात्र पनि छैन होइन भलिबल प्लेयरले भविष्यका केटाहरू हुन् आफू त खेल्न छोडिसक्यो उता अब हिँडेको छ सो यहाँ चाहिँ गाउँ पैसा देखिस् 5 रुपियाँ कति रुपियाँ रे 5 रुपियाँ कहाँ जाने त भिडियो बनाएको छ भाइ हो क्या त्यो मोबाइल छ कि नै त्यो हिँड्न कि हिँड्न मोबाइल छ कि नै छैन ए तेरो घर पहिला घर कहाँ हो माथि जलुके त जलुकेदेखि यहाँ आएको होस् जलुके यस्तो रहेछ के खाएको छ पाचक भन्छ त्यो 50 कहाँ जाने छ अहिले पत्रेकोटलाई बजार भन्छ ए कति आएर अहिले पढ्ने त पढ्ने 6मा न
पास भएछ भने कति म्याच जास् कतिचोटि फेल भएछ रे 2 चोटि फेल भएछ नि त अहिले 13 वर्षको भएछ नि त 13 वर्षको भएछ 2 चोटि फेल भएछ पास भयो क्या कतिमा पुग्थ्यो अहिले 1 चोटि फेल नभएको भए के 8मा पुग्थ्यो फेल भएर के कतिमा पुगेछ 6मा ए अहिले पास भयो क्या 2 वर्षमा त एसएलसी दिन्छ नि त 15 वर्षमा बाटैबाट जाने कि न मस्त होइन हामी अब खोलामा आइपुग्यौँ हो कि न मोबाइल छैन भाइ ए मेरो मोबाइल है भाइ अब यस्तो थोत्रो छ हेर मोबाइल पनि कहाँ किन्ने हो र पैसा छैन मसँग पैसा 5 रुपियाँ हेर ओके मलाई म के धनी देखिस् र मलाई कहाँ पौडी खेल्छन् भाइ यहाँ पौडी खेल्दिनँ यहाँ सो हामी चाहिँ खोलामा आइपुगिसक्यो है म चाहिँ यहाँ भाइलाई बाटोमा भेटाएको है बुवालाई लिन जाने भन्दैछ बजारमा ठक्क यो भाइ चाहिँ मलाई म 11मा कतिमा पढ्दा चिनेको अरे 11मा भन्दा 11 12 भन्दा मुला 11 12 10मा कहाँ पढेर भाइ अनि 11मा पढ्दा तैँले मलाई चिनेको हो नि त कतिमा थिइस् 5मा थिइस् म 11मा पढ्दा त 5मा थिइस् अहिले 6मा गइस् मुला अहिले म 11मा पढ्दा त 6मा थिइस् होइन थिइस् हाम्रो चाहिँ खोलाको पुल चाहिँ यति डेन्जर छ भर्खर नयाँ बन्दै गरेको कतिमा थिइस् नडराइकन भन् त 5मा थिइस् त 4मा थिइस् भाइ 4मा थिइस् क्या म 12मा पढ्दाखेरि त बल्ल 5मा बसिस् हात नुम्ला अहिले मैले इक्जाम 10 12 इक्जाम चाहिँ कति भयो अन्त अनि 1 वर्ष कट्यो मुला अनि म बल्ल त 6मा गएस् त 5मै थिइस् त 5मा फेल भएको भनेको नि त पानीले नभिजाए चिप्लो हुन्छ पुल चाहिँ हेर्न यस्तो डेन्जर छ अन्त आराम छ तेरो फोटो खिच्दिनँ अरे पुलमा फोटो खिचौँ क्या एउटा युट्युबमा हालिदिन्छु कि मैले छिटो आइज क्या सुनेस् त्यो खाने पानी हो खाइस् आराम भेन्सी छ अरे भाइ फेरि लजान रहेछ फेरि डेन्जर शर्माउने रहेछ हामी चाहिँ अब पत्थरकोटतिर लाग्यो खोला तरेर पुल चाहिँ भर्खर बन्दैछ पुल माथि छ हामी चाहिँ खोलाको बाटो सर्लक्क लाएर भाइ चाहिँ यहाँ छ डेन्जर छ है चतुरे भाइ छ चतुरे फटा छ हो कि नै फटास न है डेन्जर फटास त हो कि नै भन्न यार नाम के अरे तेरो उमेश नेपाली हो उमेश नेपाली होस् त पैसा कति ल्यास् त बस्नु जाने होस् आज भनेपछि आउनुहोस् त उता घर तल हिँड्न दुःख हुन्न ए ल ठिक छ सुन म त यहाँ आइपुगिसक्यो पत्थरकोटको है ठक्क हो यो चाहिँ पत्थरकोटको मन्दिरमा आइपुगिसक्यो है म भाइ चाहिँ एउटा साइकल लिएर आउँदैछ त्यो डेन्जर छ है